बनाई सिक्जाई कना विषयमा फे बातचीत छलफल गर्ने बाटी अपना फे कार्यक्रम सुनती बाटी कलसे अपना हना अपना मनमा लागल कौनो समस्या जिज्ञासा हुई कलसे प्रत्यक्ष सवालों जवाब फेकर सेक्बी वाका लाग हमारे स्टूडियो का फोन नंबर रहल बा 0844404 अथवा 98588059 में फे फोन कैख आपन मनमा लागल प्रश्न व विचार पे धर सेक्बी वो फेसबुक लाइव फेर बाटी कलसे कमेंट बॉक्स में अपना प्रश्न जिज्ञासा लिख कर हो सेक्बी हमार गाँव में अपना हुकन कठहल प्रश्न जिज्ञासा न फेर समेटना प्रयास करबी। हमार गाँव कार्यक्रम में बांसवाड़ी नगर अस्पताल का डाक्टर मनोज कुमार शाहज्यू हना पौधा का रूप में स्टूडियो में निम्त्या सिक्ल बाटी डाक्टर ज्यू यहाँलाई स्वागत छ हमार गाँव कार्यक्रम में। धन्यवाद। आरामै हुनुहुन्छ? ठिकै छु सर। हामी कार्यक्रमतिरै नै प्रवेश गरौं डाक्टर साहब। बांसवाड़ी नगर अस्पतालले अहिले के कस्ता स्वास्थ्य सेवाहरू प्रवाह गरिराख्नु भएको छ? अहिले बांसवाड़ी संघीय सरकारले चाहिँ अहिले पालिकाहरूमा चाहिँ तपाईको यो 5,000, 10,000 र 15,000 गरेर अस्पतालहरू खोल्ने निर्धारण पहिले गरिसकेका थियो र त्यही अनुसारले बजेटहरू चाहिँ एलोकेट पहिले नै गरिसकेका थियो के। अनि अहिले तपाईको बांसवाड़ी नगर अस्पतालमा पनि अहिले 15,000 को अस्पताल भनेर निर्माण अहिले भइरहेको छ। अन्तिम क्षणमा पुगिसकेका त्यो अस्पताल पनि। र पहिला हाम्रो जुन चाहिँ एसओएस को बिल्डिङ थियो, एसओएस ले चाहिँ अस्पतालको रूपमा त्यहाँ सञ्चालन गर्दै आइरहेको थियो र अहिले चाहिँ पछि एसओएस ले छोडेर त्यहाँ हाम्रो नगरपालिकालाई हस्तान्तरण गरेर अहिले त्यहाँ चाहिँ हाम्रो 15,000 को नगर अस्पताल सञ्चालन गरेको छ र अहिले हाम्रो नगर अस्पताल चाहिँ तपाईको 12 घण्टा शिफ्टमा चाहिँ सञ्चालन भइरहेको छ। तपाईको 7 बजेदेखि बेलुकाको 7 बजेसम्म र त्यही अनुसारले स्वास्थ्य कर्मीहरूलाई चाहिँ ड्युटी डिभाइड गरेर चाहिँ 6-6 घण्टा गरेर चाहिँ हामीले काममा लगाइरहेका छौं। र त्यसमा चाहिँ अस्पतालमा चाहिँ अहिले सेवाहरू भन्नुपर्दा चाहिँ ओपीडी सेवाहरू भइरहेको छ र फार्मेसी सेवा पनि तपाईको 12 घण्टा सञ्चालनमा रहिरहेछ। अनि अर्को चाहिँ त्यहाँ हाम्रो ल्याब सेवामा चाहिँ खुनको रगतको जाँच, टाइफाइडको जाँचहरू, तपाईको एच पाइलोरी जाँचहरू र अन्य विभिन्न सेवाहरू अहिले त्यहाँ भइरहेछ। अनि प्रसुति गृहको सेवाहरू पनि सञ्चालन भइरहेछ। अनि अर्को त्यहाँ हाम्रो र्याबिज भ्याक्सिनेसनको निशुल्क सेवाहरू पहिला हाम्रो अस्पतालमा चाहिँ 40 भाइल गरेर दिने गर्थ्यो, अहिले हामीले रिक्वेस्ट गरेर चाहिँ 80 भाइलसम्म पनि अहिले दिने कुरा छ। अब अहिले चाहिँ आएको छैन, बिस्तारै होला भन्ने छ। यही सुविधाहरू चाहिँ हामीले अस्पतालमा अहिले दिइरहेका छौं। हजुर, भनेपछि 24 घण्टा सेवा पाउन सकिने छ कस्तो? अहिले 24 घण्टा चाहिँ सम्भव त्यहाँ देखिएन, किन भन्दाखेरि अहिले स्टाफको कमी पनि भयो। अनि त्यहाँनिर चाहिँ अर्को अब अस्पताल त्यहाँ निर्माण भइसकेपछि हामीले त्यहाँ चाहिँ 24 घण्टा सञ्चालन गर्ने सोचिरहेका छौं। त्यहाँ सञ्चालन भयो चाहिँ राम्रो हुन्छ। हजुर, जस्तै अब जुन अस्पतालबाट सेवा दिइराख्नु भएको छ नि 2 शिफ्ट गरेर, त्यसमा के कस्ता किसिमका बिरामीहरूले सेवा लिन सक्नुहुन्छ? हुन्छ नि अब इमर्जेन्सीदेखि लिएर अन्य के छ यसमा? अहिले त्यहाँ बिरामीहरू चाहिँ धेरै प्रकारका आइरा हुन्छन्। अहिले चाहिँ बिरामीको दर हेर्ने हो भने चाहिँ 100 भन्दा माथि नै हुन्छ बिरामीको, इनपेसेन्ट र आउटपेसेन्ट गरेर दुइटै गरेर इमर्जेन्सी सेवाहरू पनि आइरहेछ। इमर्जेन्सी सेवाहरू हामीले जति गर्न सक्छौं त्यहाँ गर्छौं र नगरिँदा त्यहाँ हामीले रिफरल गरिदिन्छौं, प्रेसन गरिदिन्छौं। र त्यहाँनिर चाहिँ टाइफाइडको बिरामीहरू हैन, ग्यास्ट्रिकका बिरामीहरू, तपाईको के रे पाकेका एब्सेस भएका बिरामीहरू भयो र अन्य हाई फिभरहरू भएर डिफ्रेन्ट इन्फेक्सनहरू भएर आएका बिरामीहरूलाई चाहिँ हामीले त्यहाँनिर उपचार गरेर चाहिँ घर पठाउने गरेका छौं। हजुर, अब जस्तै नगर अस्पताल भइसकेपछि नगर अस्पतालदेखि अब तपाईको ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ। ज्येष्ठ नागरिकहरूलाई कस्तो किसिमको सेवा प्रदान गरिराख्नु भएको छ? ज्येष्ठ नागरिकहरूलाई चाहिँ अहिले तपाईको मेनली डायबिटिज र सुगर भएका बिरामीहरू धेरै नै आउँछन् के। 40 वर्षभन्दा माथि अस्ति हाम्रो एनसीडी प्रोग्रामहरू पनि भएको थियो, नन कम्युनिकेबल डिजिजहरू। त्यहाँ पनि धेरै नै वृद्धहरू अथवा 40 वर्षभन्दा कटेका मान्छेहरूको चाहिँ धेरै नै सुगर र जाँच गरेर चाहिँ हामीले चाहिँ धेरै नै पत्ता लगायौं। सुगर र जाँच भएका बिरामीहरू धेरै नै रहेछन्। त्यही अनुसारले चाहिँ हामीले पालिकासँग कोअर्डिनेट गरेर चाहिँ अहिले सुगरका औषधि र हाम्रो प्रेसरका औषधिहरू चाहिँ निरन्तर रूपमा हाम्रो यहाँ हुनुपर्छ भनेर चाहिँ हामीले रिक्वेस्ट गरेका छौं र अहिले त्यो चाहिँ भइरहेको नै छ। यो जुन औषधि प्रेसर र सुगरको कुरा गर्नुभयो, यो
निशुल्क रूपमा पाउनुहुन्छ उहाँहरू अथवा शुल्क छ? त्यो प्रेसर र सुगरका औषधि जुन चाहिँ नेपाल सरकारले निर्धारण गरेका औषधिहरू छन् त्यो हामीले निशुल्क नै दिइरहेका छौँ र जुन चाहिँ अब सकिएको केसहरूमा चाहिँ हामीले आफै नगर अस्पतालका स्रोतबाट चाहिँ औषधि किनेर अनि त्यसपछि त्यहाँबाट चाहिँ अलिकति डिस्काउन्ट गरेर 20% डिस्काउन्ट गरेर चाहिँ हामीले त्यहाँ दिइरहेका छौँ। हजुर, जस्तै अन्य बिरामीहरू पनि आउनुहुन्छ नगरभित्रका त्यहाँ, अनि औषधि कति अस्पतालबाट कति पाउनुहुन्छ निशुल्क, अनि के छ खासमा व्यवस्था अस्पतालभित्र? अहिले हाम्रो नगर अस्पतालमा चाहिँ 58 प्रकारका औषधिहरू चाहिँ निशुल्क हामीले वितरण गरिरहेका छौँ। यो नेपाल सरकारले नै तोके बमोजिम चाहिँ हामीले वितरण गरिरहेका छौँ र बाँकी भएका औषधिहरू चाहिँ जस्तै अरू औषधिहरू हुन्छ नि त्योभन्दा भिन्न खालका औषधिहरू चाहिँ हामीले टेन्डर आह्वान गरेर अथवा कोटेसन गरेर चाहिँ मगाएर अनि त्यसलाई चाहिँ बेचिरहेका छौँ। भनेपछि त्यो 58 प्रकारको औषधि बाहेक अन्य औषधि चाहिँ किन्नुपर्ने हुन्छ? अरू औषधिहरू चाहिँ हामीले किन्नै पर्ने हुन्छ, तर अरू मेडिकलहरू भन्दा फार्मेसीहरू भन्दा चाहिँ हामीले 20% डिस्काउन्ट गरेर नै दिइरहेका छौँ त्यहाँ। हजुर, अनि अघि हजुर कुरा गरिराख्दाखेरि नगर अस्पतालको कुरा गर्नुभयो, नयाँ भवन पनि बन्दैछ भन्ने कुरा। अब नयाँ भवनमा कहिलेदेखि सञ्चालन हुन्छ, के छ अवस्था? यो सञ्चालन चाहिँ हाम्रो अहिले पेन्टिङको कामहरू भइरहेछ, प्लास्टरहरू सबै भइसकेको छ र मार्बलको ओछ्याउने कामहरू चाहिँ निरन्तर रूपमा जारी भइरहेछ र हामीले चाहिँ त्यहाँ अरू त्यहाँ काम गर्ने मान्छेहरूलाई चाहिँ अब वैशाख नभए असारसम्म चाहिँ कम्प्लिट गरेर राख्नु भनेर निर्देशन पनि आइसकेको छ नगरपालिकाबाट। प्रोबेबली अब असार नभए साउन म्याक्सिमम ढिलो भयो तपाईँको असोजबाट चाहिँ त्यहाँ सुचारू हुन्छ जस्तो लाग्छ मलाई। होइन हजुर, अब यो जुन कुरा गर्नुभयो, तर यो त पहिलादेखि नै बनिसक्नु पर्ने हो, के कारणले रुकेर किन यस्तो ढिलो भएको हो यो? अब यो चाहिँ तपाईँको मैले सुने अनुसार चाहिँ म पनि भर्खर आएको 5 महिना भयो म यहाँ। अब यताबाट सुन्दाखेरि चाहिँ तपाईँको यो शिलान्यास भएको 4 वर्ष जस्तो भइसक्यो यो अस्पताल। अब कहिलेकाहीँ तपाईँको सङ्घीय सरकारले बजेटहरू एलोकेट गरिदिँदैन, अब डिफ्रेन्ट त्रुटिले गर्दा चाहिँ अलिकति ढिलाइ भइरहेछ त्यसमा। अब धेरै ढिलाइ भए पनि म्याक्सिमम 5-6 महिना लाग्ला, त्योभन्दा बढी चाहिँ नलाग्ला जस्तो लाग्छ मलाई। अब जस्तै यो नगर अस्पताल सञ्चालनमा आइसकेपछि जुन अहिले सञ्चालन भइरहेछ एसओएसको भवनबाट जुन सेवा नगर अस्पतालको रूपमा प्रदान भइरहेछ, यसबाहेक त्यसमा कस्तो सेवाहरू हुन्छ? यो बाहेक जुन भइरहेछ योभन्दा कति फरक सेवाहरू पाउन सकिन्छ अथवा के छ त्यहाँबाट? अहिले नयाँ अस्पताल बनिसकेपछि त तपाईँको एक्सपान्ड हामीले त्यसलाई गर्नै पर्छ होइन। अब अहिले तपाईँको एक्सरेहरूको त्यहाँ कमी छ, भिडियो एक्सरे पनि राम्रो खालको भिडियो एक्सरे पनि त्यहाँ कमी छ। भिडियो एक्सरेको सेवा त दिइराख्नुपर्छ, सिस्टरले चाहिँ हाम्रो ग्रामीण अल्ट्रासाउन्ड ट्रेनिङ लिएर चाहिँ गर्भवती महिलाहरूलाई चाहिँ हरेक वाडामा गएर अल्ट्रासाउन्डको सेवा दिइराख्नुपर्छ र पछि गएर अझै त्यहाँ भवन बनिसकेपछि चाहिँ विस्तार रूपमा एक्सरे खरिद गर्नुपर्ने र भिडियो एक्सरेहरू पनि र अन्य सामग्रीहरू पनि खरिद गऱ्यो भने चाहिँ अझै सेवाहरू विस्तार गर्न सकिन्छ त्यहाँ। भनेपछि जुन सेवा भइरहेछ योभन्दा प्रस्कृत हुन्छ अझै? हुन्छ, आशा गरौँ हुन्छ। र त्यहाँ अहिले चाहिँ हाम्रो अहिले एकजना डाक्टर हुनुहुन्छ, पछि गएर चाहिँ अझै डाक्टरहरू 2-3 जना डाक्टरहरू थपेर अझै विस्तार गर्ने सोचिरहेका छौँ। भनेपछि अब अहिले जुन सेवा दिइरहेछ, जुन अहिले सेवा दिइराख्दाखेरि अब यो त हाइवे क्षेत्र पनि हो, दुर्घटनाको केसहरू पनि बढी हुने गर्दछ। नगर अस्पताल भइसकेपछि त्यो जुन दुर्घटना केसहरू आउँछ त्यो के हुन्छ? यहीँ उपचार गर्न सक्ने अवस्था हुन्छ अथवा बाहिरै फेरि जानुपर्ने अवस्था हुन्छ, के छ? अब यहाँ यो केसमा कस्तो छ भन्दाखेरि अब अहिले चाहिँ हाम्रो 12 घण्टा सिफ्ट चलेको हुनाले चाहिँ त्यहाँनिर चाहिँ माइनर ट्रमा अहिले एक्सरेको सेवा पनि छैन। हामीले त अब ट्रमा भइसकेपछि त एकचोटि अवश्य नै एक्सरे त गराउनै पर्यो, हेर्नु नगराइकन भित्र अब कन्डिसन के छ थाहा पनि हुँदैन कि बाहिरबाट। अब एक्सरेको सेवा भएको भए चाहिँ हामीले त्यहीँनिर अलिकति एक्सपान्ड ट्रिटमेन्टहरू गर्न सकिन्थ्यो होइन। अब एक्सरेको सेवा पनि छैन, अलिकति त्यसलाई डायग्नोसिस गर्नको लागि भए पनि हामीले प्रेसन चाहिँ गर्नुपर्छ र पछि अब नयाँ भवन बनिसकेपछि त्यो विस्तार चाहिँ अझै होला जस्तो लाग्छ मलाई। भनेपछि त्यो नयाँ भवन बनिसकेपछि जुन हिसाबले सेवा दिइरहेछ त्यो भन्दा राम्रो हुन्छ। जस्तै अब अघि नै भन्नुभयो हजुर, अहिले नै सेवा दिइराख्दाखेरि 1500को जुन अस्पतालबाट सेवा दिइराख्दाखेरि स्वास्थ्य कर्मीको कमी छ, दरबन्दीको कमी छ भन्ने कुरा पनि गर्नुभयो। त्यहाँ नगर अस्पतालमा आइसकेपछि के व्यवस्था हुन्छ अथवा यही जुन
कर्मचारी अहिले स्वास्थ्य कर्मी हुनुहुन्छ उहाँबाट सेवा दिने अब यो संघीय सरकारले चाहिँ 1500 अस्पताल अब बनाइराख्दाखेरि चाहिँ यिनीहरूले चाहिँ स्ट्रक्चर पनि अब कतिजना स्टाफ चाहिन्छ भनेर स्ट्रक्चर पनि अलरेडी निर्धारण गरिसकेका छन् र त्यो स्ट्रक्चर हेर्ने हो भने 1500 नगर अस्पतालमा चाहिँ 30 भन्दा माथि चाहिँ स्टाफ हुनुपर्छ सबै मिलाएर 30 भन्दा माथि स्टाफहरू भइसकेपछि बल्ल अलिकति राम्रोसँग अस्पताल चल्ने स्थिति आउँछ। अनि अहिले चाहिँ कस्तो छ भन्दाखेरि अब पछि गएर त्यो हामीले जति पनि अब स्थानीय तहले कर्मचारीहरू हाल्ने त कुरा छ, पछि गएर हेल्थ पोस्टहरूका कर्मचारीहरू पनि तान्न सकियो भने अलिकति कर्मचारीहरू अझै बढाउन सकिन्छ जस्तो लाग्छ। हजुर, अघि नै जुन कुरा गर्नुभयो रेबिज विरुद्धको भ्याक्सिन पनि नगर अस्पतालले दिइरहेछ भन्ने कुरा, यो कुन कुन बार कसरी सञ्चालन भइरहेछ, कसरी सेवा लिन सकिन्छ? यसमा चाहिँ रेबिज भ्याक्सिनेसन चाहिँ अहिले हामीले निःशुल्क प्रदान गरिरहेको छौँ सबैलाई र यो रेबिज भ्याक्सिनेसन चाहिँ तपाईँको एउटा भाइल खोलिसकेपछि कमसेकम 4 देखि 5 जनालाई लगाउन मिल्छ क्या र एउटा खोलिसकेपछि तपाईँको 6 घण्टाभित्र चाहिँ लगाइसक्नुपर्छ र अब कहिलेकाहीँ एउटा पेसेन्ट आइदिन्छ उसको लागि भ्याक्सिन खोल्नुपर्ने हुनसक्छ। अब त्यो गर्दाखेरि एकजनालाई दिनु त्यसमा चाहिँ 4 जनाको मिसयुज हुन्छ क्या त्यो भ्याक्सिन। त्यही भएर हामीले अहिले सेड्युल मिलाएर चाहिँ हप्तामा आइतबार र बिहिबार गरेर फर्स्ट डोज गरेर त्यसरी हामीले दिइरहेछौँ। तर यो रेबिज भ्याक्सिन लगाउनलाई त अब 24 घण्टाभित्र टोकेको भन्ने कुरा हुन्छ। फेरि यसमा जुन मान्छेलाई टोक्यो, जुन बिरामी हुन्छ उहाँहरूलाई फेरि यसले त फेरि असर पर्ने पनि फेरि यसरी 24 घण्टा चाहिँ यो भ्रम नै हो। 24 घण्टाभित्र चाहिँ लगाउनु पर्छ भन्ने छैन। तपाईँको 10 देखि 14 दिनभित्र लगाउँदा पनि हुन्छ। अनि सुरुमा चाहिँ 24 घण्टाभित्र टिटी भ्याक्सिनेसन लगाइहाल्ने, टिटानसको इन्जेक्सन, त्यसपछि 10 देखि 14 दिनभित्र हामीले लगाउँदा चाहिँ केही असर गर्दैन त्यसमा। र मान्छेहरू आउँदाखेरि चाहिँ कस्तो गर्छन् भन्दाखेरि ल आज को तार्यो अथवा केही भयो भनेर आउँछन्, त्यसमा चाहिँ लगाउनु पर्ने स्थिति आउँदैन। यदि कुनै कुकुरले चाहिँ तपाईँको टोकेर किन भन्दाखेरि तपाईँको त्यो रेबिज जुन चाहिँ भाइरस हुन्छ त्यो सलाइभामा भइरहेको हुन्छ क्या, त्यो सलाइभाबाट त्यो खुनमा गएर चाहिँ ब्रेनमा गएर अट्याक गर्ने हो। त्यही भएर टोकिसकेपछि यदि रगतहरू बगेको छ अथवा टोकेकै खण्डमा हामीले लगाउँदाखेरि चाहिँ बेस्ट हुन्छ। र यो रेबिज भ्याक्सिनेसन चाहिँ फेटल डिजिज भन्छ क्या यसलाई, एकचोटि लागिसकेपछि यसको उपचार चाहिँ हुँदैन, मर्ने चाहिँ निश्चित नै हुन्छ होइन, फेटालिटी रेट नै 100% छ। त्यही भएर चाहिँ यसमा रिस्क लिनुभन्दा चाहिँ लगाउँदा नै बेस्ट हुन्छ भनेर यही म कार्यक्रम मार्फत सबै सम्पूर्णलाई जानकारी दिन चाहन्छु। हजुर, अब यो क्षेत्र भनेको भनौँ न थारूवासीहरूको बसोबास बढी भएको क्षेत्र, यसमा पनि अहिले सिकल सेल जुन छ, सिकल सेल एनेमिया भन्ने रोग छ, यसको लागि बाँसगढी नगर अस्पतालले जुन रक्त परीक्षण गर्ने सेवा ल्याएको छ, यो खासमा कसरी सञ्चालन भइरहेको छ, के छ अवस्था अहिलेको? म आउनुभन्दा अगाडि चाहिँ सिकल सेल एनेमियाको हाम्रो एचबिएलसी मेसिनहरू थियो। पहिला हाम्रो प्रदेश सरकारले चाहिँ हस्तान्तरण दिनुभएको रहेछ यहाँ नगर अस्पतालमा। अनि त्यति बेला चाहिँ हाम्रो सिकल सेल एनेमियाको स्क्रिनिङ चाहिँ मजाले भइरहेको थियो, राम्रै भइरहेको थियो। र बिचमा चाहिँ त्यो मेसिन बिग्रिएको हुनाले चाहिँ हामीले फेरि प्रदेशमा पठाइसकेपछि अहिले चाहिँ फेरि बनाएर अनि अहिले तपाईँको राम्रै भइरहेछ, रुटिनली नै भइरहेछ स्क्रिनिङ प्रोग्रामहरू सिकल सेल एनेमियाको। पेसेन्टहरू आइरहेको हुन्छन्, हरेक हप्ता 4-5 जना गरेर आइरहेको हुन्छन्। हामीले यहीँ स्क्रिनिङ गरेर अनि औषधिहरू वितरण गर्ने कार्यक्रमहरू गरिरहेछौँ। भनेपछि कुन बार उहाँहरू गएर सेवा लिन? अब यो सिकल सेल एनेमियाको कस्तो छ, एउटा रिएजेन्ट हुन्छ, त्यो रिएजेन्ट चाहिँ हामीले एकदम महँगो पर्छ। अब कहिलेकाहीँ चाहिँ तपाईँको स्थानीय तहले किन्न पनि सक्दैन कि अलिक महँगै परेको हुनाले त्यसलाई किन मिसयुज गर्नु भनेर चाहिँ हामीले एकचोटि भेला पार्छौँ। 500 जना भेला पारिसकेपछि एकैचोटि स्क्रिनिङ गर्छौँ हामीले। हजुर, यो कस्तो निःशुल्क हो? यो निःशुल्क हो, यसमा कुनै पनि पैसा लाग्दैन। जो पनि हामीले त इन्करेज पनि गरेर आउँछौँ। बरु सिकल सेल एनेमिया जति पनि हाम्रो दाजुभाइहरू आउनुहुन्छ उहाँहरूलाई चाहिँ सिकल सेल एनेमियाको स्क्रिनिङ गर्नु है भनेर एडभाइस पनि दिइरहेको हुन्छौँ सबैलाई। जस्तै अब नगर अस्पतालबाट यो सिकल सेल एनेमिया त जो आउँछ थाहा पाएको मान्छे मात्रै गर्ने हो, तर
धेरै त अब आफ्नो काम गर्ने छाँट टार्ने नै व्यस्त हुनुहुन्छ, यतातिर ध्यान नभएको नपुगेको पनि हुन्छ। यसको लागि गाउँ गाउँमा गएर त्यस्तो स्क्रिनिङ गर्नलाई कस्तो योजना छ अथवा के छ? यो एक्चुअली पहिला पनि हाम्रो सिकल सेल एनेमियाको स्क्रिनिङ गर्नुपर्छ भनेर धेरै नै अवेरनेस प्रोग्रामहरू धेरै वडा कार्यालयहरूमा धेरै पालिकाहरूमा भएको रहेछ र अहिले पनि हाम्रो यो ग्याप भइराख्दाखेरि चाहिँ धेरैलाई अब यो कुराहरू बिर्सिसकेका पनि हुन सक्छन् र कतिलाई ज्ञान पनि नहुन सक्छ। त्यही भएर हामीले चाहिँ एक दिन प्लानिङ गरेर हामीले पहिला पनि तपाईको बैठक बसेर यसको बारेमा चाहिँ हामीले अवेरनेस प्रोग्राम चाहिँ रेज गर्नुपर्छ है भनेर चाहिँ यो कुरा चाहिँ उठाएको छ। अब बिस्तारै अब होला त्यो अवेरनेस प्रोग्राम होइन, बिस्तारै अब चाँडै नै हामीले यसलाई चाहिँ लन्च गर्छौँ। हजुर, अब जस्तै अब गर्मी पनि बढ्न लाग्छ, गर्मीमा पनि जाडोभन्दा बढी बिरामी हुने संख्या बढी हुन्छ। यो गर्मी मौसममा खासमा कस्ता किसिमका रोगहरू बढी देखा पर्छ? एकदम राम्रो प्रश्न गर्नुभयो। यो अहिले हाम्रो मेट्रोलोजिकल डिपार्टमेन्टले चाहिँ पहिला भन्दा नि यो वर्ष चाहिँ गर्मी धेरै नै हुन्छ भन्ने आकलन गरेको छ र यो गर्मी सिजन र तपाईँको विन्टर सिजनको जाडोयामको रोगको विशेषता नै फरक फरक हुन्छ क्या। अब यो गर्मी सिजनमा चाहिँ मेनली हुने भनेको चाहिँ भेक्टर बोर्न डिजिज भनेर भन्छ कि त्यसलाई। अनि यो मलेरिया, डेङ्गु, टाइफाइडहरू, अब छाला रोग सम्बन्धी समस्याहरू, डर्माटाइटिस एक्जेमाहरू हुने होइन। अनि तपाईँको कोलेरा भनेको यो झाडा पखालाहरू लाग्ने समस्याहरू भयो। अनि अरू समस्याहरू चाहिँ मिजल्स, दाजुराहरू, मम्सहरू, गाला सुन्दिने समस्याहरू चाहिँ एकदमै बढ्ने हुन्छ यो गर्मी सिजनमा चाहिँ। हजुर, जुन रोग भन्नुभयो नि, अब यसबाट आम नागरिकहरू कसरी सुरक्षित हुने, कसरी बच्न सकिन्छ? अब यो गर्मी याममा चाहिँ अब अहिले चाहिँ तापक्रम तपाईँको बर्दियाकै कुरा गरौँ न। बर्दियाको कुरा गर्दाखेरि चाहिँ तापक्रम त 45 डिग्री सेल्सियसभन्दा 40-45 डिग्री सेल्सियसभन्दा त माथि नै जान्छ। त्यही भएर चाहिँ हामीले सकेसम्म चाहिँ घरभित्र बस्ने। अब अहिले चाहिँ सबैको व्यस्तताको कारणले गर्दा घरभित्र बस्न सम्भव पनि छैन। बाहिर निस्किनु परेमा छाता ओढेर जाने अथवा भयो भने लुज कपडाहरू लगाएर जाने होइन। अनि प्रशस्त मात्रामा तपाईँको पानी पिउनुपर्छ। अब गर्मी सिजनमा त तपाईँको 2 लिटरसम्म भयो नि त्यो इनफ नै हुन्छ। तर अहिले चाहिँ पसिनाहरू धेरै निस्किने र तपाईँको पिसाबको मात्रा पनि धेरै निस्किनुको कारणले गर्दा चाहिँ रिहाइड्रेसन हुनुपर्छ। पानी तपाईँको 3 देखि 4 लिटरसम्म पानी चाहिँ खानुपर्छ। अब जसले यहाँ अहिले घर बनाइराख्नु भएको छ उहाँहरूलाई चाहिँ म के सन्देश दिन चाहन्छु भन्दाखेरि चाहिँ वरिपरि सक्नुहुन्छ भने बोट पुरियाहरू लगाउनु होला होइन। त्यसले गर्दा पनि तापक्रमहरू मेन्टेन गर्ने काम गर्छ। र भयो भने चाहिँ अर्को पानीको समस्याहरू चाहिँ प्रदूषित पानीहरू चाहिँ नखाइदिनु होला। सकेसम्म चाहिँ फिल्टर गरेको पानीहरू अथवा बोइल गरेर चाहिँ पानीहरू चाहिँ खाइदिनु होला भनेर चाहिँ म श्रोताहरूलाई चाहिँ अनुरोध गर्दछु। भनेपछि सरसफाइमा विशेष ध्यान दिनुपर्ने, सरसफाइमा चाहिँ हाइजिनमा चाहिँ विशेष ध्यान दिनुपर्ने। हजुर, जस्तै अब कोलेरा भन्नुभयो, झाडा पखाला, सायद प्राय जसो यति बेला गर्मीको बेलामा छिङ्गाहरू पनि बढी हुने अनि अब गर्मीकै कारणले बढी हुने गर्छ। यो यसबाट झाडा पखालाबाट बच्नलाई के गर्नुपर्छ? झाडा पखाला तपाईँको सर्ने भनेको चाहिँ कन्टामिनेटेड फुड भन्छ, त्यो प्रदूषित पानी र खानाको कारणले गर्दा। अनि अब झिँगाहरू त अहिले अब गर्मी याममा त ब्लिडिङ हुने बेला भइसक्यो। अब त्यसको नम्बर पनि अब इन्क्रिज हुँदै जान्छ क्या गर्मी सिजनमा। अनि तिनीहरूले के गर्छ, जस्तै कतै दिशा गरिदिनु भएको छ भने त्यहीँ गएर बसिदिने। अनि त्यहाँबाट चाहिँ ब्याक्टेरिया भाइरसहरू त्यहाँबाट लगेर अनि कन्टामिनेसनहरू लगेर अनि खानामा कहिले बसिदिने। अनि त्यहाँबाट चाहिँ खाँदाखेरि चाहिँ तपाईँको पेटमा गएर चाहिँ झाडा पखालाहरू लाग्ने। यो त्यहाँबाट चाहिँ हामीले अब यो झिँगाहरूबाट पनि बचाउनुको लागि चाहिँ प्रोबिन, आयोडिन, क्लोरहेक्जिडिनहरूबाट घर सफाइहरू गर्ने। अनि तपाईँको पानीहरू पनि फिल्टर गरेर खाँदाखेरि चाहिँ यसबाट चाहिँ बच्न सकिन्छ। यस जस्तै अब यो झाडा पखाला भयो भने लक्षणहरू कस्ता किसिमका देखा पर्छ? यो झाडा पखालाको लक्षण र हाम्रो गर्मी याममा जति पनि तपाईँको मलेरिया, टाइफाइडहरू अरू लक्षणहरू पनि हुन्छ नि। अब यसबाट चाहिँ ओभरअलमा भन्नुपर्दाखेरि चाहिँ झाडा पखालामा एकदम राइस वाटर डायरिया हुन्छ क्या, एकदमै पानी जस्तो दिशा बग्ने होइन। अनि डिहाइड्रेसन भनेको शरीरमा चाहिँ एकदमै पानीको मात्रा कम हुने। अनि ज्वरोहरू आउने, हाइग्रेड फिभरहरू, अनि तपाईँको जिउहरू दुख्ने, मांसपेशीहरू दुख्ने, हात खुट्टाहरू दुख्ने होइन।
अनि कतिपय केसहरूमा चाहिँ जन्डिसहरू पनि देखा पर्न सक्छ क्या। अब यस्ता लक्षणहरू आयो भने चाहिँ म चाहिँ तपाईँको नगर अस्पतालमा चाहिँ सम्पर्क गर्नु होला भनेर अनुरोध गर्न चाहन्छु सबैले। हजुर, एकजना श्रोता सम्पर्कको फोन गर्नुभएको छ, उहाँको जिज्ञासा लिउँ। हेलो। डाक्टर सर नमस्कार। नमस्कार हजुर। बाँसबारी नगरपालिका वार्ड नम्बर 5 हजुर हजुर। यो मेरो यो के छ भने प्रश्न मुटु सम्बन्धी गरिन्छ कि के छैन, इको इसिजीहरू के कस्तो खर्च लाग्छ त्यसको त्यो सम्बन्धी अलि विचार। हुन्छ, धन्यवाद। सुनिल भन्नुभयो होइन? हस्, धन्यवाद प्रश्नको लागि सुनिलजी। तपाईँको प्रश्नको जिज्ञासा पक्कै पनि हाम्रो डाक्टर साहबले दिनु नै हुनुहुन्छ। सुन्दै गर्नुहोला रेडियो है त। हजुर डाक्टर साहब। अब अहिले उहाँले प्रश्न राम्रै गर्नुभयो। अहिले चाहिँ हाम्रो नगर अस्पतालमा चाहिँ इको र इसिजीका सुविधाहरू चाहिँ अहिले छैन। पछि अब उतापट्टि बिल्डिङ बनिसकेपछि यसलाई पनि कसरी विस्तार गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी सम्बन्धित निकायमा गएर चाहिँ भन्नेछौँ। अहिले चाहिँ त्यो सुविधा अहिले छैन। ए हुन्छ डाक्टर साहब, जुन झाड पखाडाको कुरा गर्दै थियौँ, जुन लक्षणहरू भन्दै राख्नुहुन्थ्यो, यसमा झाडा पखालाबाट बच्नलाई आम नागरिकहरू घरेलु उपचार के गर्न सक्नुहुन्छ? घरमै कसरी बस्न सक्नुहुन्छ त्यसको लागि? अब अघि नै मैले भने जस्तो तपाईँको घरमा फोहोर मैलाहरू धेरै नगर्ने होइन, अनि तपाईँको टोयलेट बनाउने बेला पनि हरेक दिन सफा गर्ने। तपाईँको यहाँ धेरै केमिकलहरू पाउँछ नि त, त्यसमा टोयलेट सफा गर्नको लागि त्यहाँबाट चाहिँ सफा गर्न सकिन्छ। र सकेसम्म टोयलेट र घरको चाहिँ डिस्टेन्स चाहिँ तपाईँको 10 देखि 15 मिटरसम्म राख्न सकिन्छ कि पहिला राख्ने गर्थ्यो, तर आजभोलि चाहिँ एडभान्स टेक्नोलोजी आएको हुनाले घरमै हुन्छ, सिधै त्यहाँ तपाईँको त्यसमा जाने भएको हुनाले चाहिँ यो गर्न सकिन्छ। र प्रदूषित पानीहरू चाहिँ नपिउन चाहिँ म आग्रह गर्दछु। अनि खानपिनमा चाहिँ विशेष ध्यान, जस्तै अब गर्मीमा कस्तो हुन्छ भन्दाखेरि गर्मी सिजनको कारणले गर्दा ब्याक्टेरियल ग्रोथहरू चाहिँ एकदम चाँडो हुने कि जाडोभन्दा। फ्रिजिङ टेम्परेचर हुन्छ विन्टर सिजनमा, त्यहाँ चाहिँ अलिकति ब्याक्टेरियाहरूको चाहिँ सङ्क्रमण अलिकति टाइम लाग्ने हुन्छ कि। जस्तै अब विन्टर सिजनमा 7 दिन लाग्छ भने अहिले गर्मीयाममा तपाईँको एक दिनमै 2 दिनमै सङ्क्रमण हुने गर्दछ कि। त्यही भएर सकेसम्म अब खानाहरू राति पकाउनु भएको छ भने अब बिहान खाँदाखेरि चाहिँ बरु फ्रिजमा राखेर सुरक्षित फ्रिजिङ टेम्परेचरमा राखेर चाहिँ त्यहाँबाट बचाउन सकिन्छ। हजुर, अब जस्तै लागिसक्यो भनेपछि घरमै के गर्न सक्नुहुन्छ? तुरुन्तै त अस्पताल पुग्न सक्ने अवस्था छैन। तुरुन्तै अब लागिसक्यो, घरमै के गर्नु पर्यो भने के गर्न सक्नुहुन्छ? अब यदि झाडा पखाला लाग्यो, मैले अघि भने जस्तो लक्षणहरू देखियो भने चाहिँ घरमा सकेसम्म पानी चाहिँ प्रशस्त पिउनुपर्छ। ओआरएस भन्छ, वर्ल्ड रिहाइड्रेसन साल्टहरू भन्छ, बरु ओआरएसहरू किनेर 1 लिटर पानीमा घोलेर होइन 3 देखि 4 लिटर पानी चाहिँ प्रशस्त मात्रामा पिउने। त्यसले के गर्छ भन्दाखेरि इलेक्ट्रोलाइट इम्ब्यालेन्स गर्नु हुँदैन नि त, सोडियम पोटासियम क्लोरिनहरू हुन्छ नि, त्यो इम्ब्यालेन्स हुन दिँदैन। यदि त्यो इम्ब्यालेन्स भयो भने चाहिँ मान्छेलाई चाहिँ सक हुने अथवा मिर्गी रोगहरू हुने होइन, कहिलेकाहीँ मान्छेहरू बेहोसी भइदिने हुन्छ क्या। यो पानी प्रशस्त पिएर चाहिँ अब आफूलाई चाहिँ पेटहरू दुखिएको छ भने केही औषधिहरू खाएर अनि त्यसपछि हामीले अस्पतालमा आएर प्रेसन गर्न सकिन्छ। हजुर, जुन औलो रोगको कुरा पनि गर्नुभयो, मच्छरको टोकाइबाट लाग्ने औलो डेङ्गुको कुरा, अहिले फेरि यो औलो र डेङ्गु बढी देखा पर्छ यसको बेलामा। यसबाट कसरी बच्ने र यसको समाधान कसरी गर्न सकिन्छ? अब मलेरिया डेङ्गुहरू चाहिँ कस्तो हुन्छ, यो छुट्टै एउटा मच्छरको टोकाइहरूबाट अथवा स्यानोफ्लाइको टोकाइबाट हुने गर्दछ कि। अब गर्मीयाममा यसको अघि हामीले मच्छर त्यो झिँगा भने जस्तै यसको नम्बर पनि एकदमै अत्याधिक मात्रामा वृद्धि हुन्छ गर्मीयाममा। त्यही भएर चाहिँ सकेसम्म वरिपरि यदि कुनै पानीहरू जम्या छ भने त्यसलाई पानीहरू जम्न नदिने, किन भन्दाखेरि पानी जम्यो भने त्यहाँनिर बिस्तारै तिनीहरू रिप्रोडक्सनहरू इन्क्रिज गर्दै जान्छ, त्यसले गर्दा मच्छरको सङ्ख्या पनि धेरै नै बढी हुन्छ। अनि घरको वरिपरि जाली लगाउने अथवा रुमको वरिपरि जालीहरू लगाउने सकिन्छ भने राति सुत्ने बेला चाहिँ मच्छरजु अथवा कुनै रिपेलेन्ट्सहरू पाउँछ नि, फ्लुइडहरू, मस्किटो म्याटहरू, त्यो लगाएर सुत्न सकिन्छ। त्यसले गर्दा चाहिँ तपाईँको मच्छरको टोकाइबाट र त्यहाँबाट सर्ने रोगहरूबाट चाहिँ बच्न सकिन्छ। जस्तै अब जुन कुरा गरिराख्दाखेरि
अब यो औलो र डेङ्गु फेरि फरक छ। अब औलो अब भनौँ जतातिरै सबैतिर हुने भयो, तर डेङ्गु रोग बढी जस्तो बजार एरियामा मात्रै बढी देखिने गर्छ। यो खास कारण के हो र यो कसरी बस्न सकिन्छ? यो यस्तो हुन्छ, मलेरिया त हाम्रो तपाईँको एनोफिलिस मस्किटो भन्छ क्या, अनि यो हाम्रो डेङ्गुमा चाहिँ सेन फ्लाई भन्ने हुन्छ, छुट्टै किरा पाउँछ। अनि यो किराहरू चाहिँ गर्मी याममा धेरै नै हुन्छ। यो सेन फ्लाई चाहिँ कस्तो हुन्छ, एकदमै प्रदूषित ठाउँहरूमा के, अब घर बजारतिर त तपाईँको धेरै नै फोहोर मैला हुन्छ नि त, त्यही फोहोर मैलामा चाहिँ उत्पन्न भएको हुनाले चाहिँ यो चाहिँ धेरै बजारी एरियाहरूमा चाहिँ डेङ्गुको संक्रमण हुने गर्दछ। हजुर, जस्तै भन्नुभयो बजार फोहोर, तर बजारमा पनि एकदम सेपरेट बनाएर राम्रैसँग बस्ने उहाँहरूलाई पनि बढी भएको फेरि देखिन्छ त। यो कस्तो भन्दाखेरि अब कतिपय मान्छेले म चाहिँ सेफमा छु भनेर अब आफूलाई चाहिँ लागिरहेको हुन्छ, तर कामको सिलसिलामा अथवा केही गर्ने सिलसिलामा अब कति गएर उताबाट टोकाई भएर चाहिँ आएर पछि लक्षणहरू देखिने सम्भावना चाहिँ एकदमै हाई हुन्छ। कस्तो लक्षण देखा पर्छ? अब यसमा चाहिँ लक्षणहरू चाहिँ मलेरिया डेङ्गु उस्तै लक्षण छन्, तर यसमा मलेरियामा चाहिँ जन्डिसको जस्तै हाई ग्रेड फिभर, एकदमै ज्वरो अत्याधिक आउने तपाईँको, अनि मांसपेशीहरू दुख्न थाल्ने होइन, अनि जन्डिसको समस्याहरू भयो, अनि हात खुट्टाहरू दुख्ने समस्याहरू, यस्तो लक्षणहरू यदि कसैलाई देखा पर्यो भने चाहिँ नगर अस्पतालमा तुरुन्तै सम्पर्क गर्नु होला। हजुर, यसको उपचार के छ? उपचार चाहिँ मलेरिया जस्तै अघि मैले भने जस्तै जसरी हामीले अघि मस्किटो म्याटहरू भयो अनि अरू कुराहरू भयो, मेडिकेसनको कुरा त अस्पतालमा हामीले गरिहाल्छौँ, तर प्रिभेन्सन पार्टमा चाहिँ म अरू श्रोताहरूलाई चाहिँ अघि भने जस्तै उपदेश दिन चाहन्छु, जस्तै अब म्याटहरू लगाउने अथवा झुलहरू लगाउने, अझै पानीहरू जमाएछ भने त्यसलाई पनि सफा गर्ने, पानीको फ्लो बढाइदिने, त्यस्तो प्रिभेन्सन मेजरहरू लिन सकिन्छ। हजुर, जस्तै अब यो मलेरिया भयो भने छुट्टै बिरामी राख्नुपर्छ भन्ने पनि भन्छन्, कतिको मस्किटो तपाईँको मस्किटो नेटमा चाहिँ छुट्टै बिरामी राख्नुपर्छ। त्यहाँबाट कस्तो हुन्छ, यो हाई ग्रेड फिभर भएको कारणले गर्दा कहिले प्रदूषित जस्तै मच्छरहरू आउँछ नि त, मच्छरहरू आएर चाहिँ टोकिदिनु भएको कारणले गर्दा त्यहाँबाट अरू मान्छेलाई पनि सर्न सक्छ, एकदम कन्टाजियस इन्फेक्सनहरू हो यो। अनि त्यही भएर चाहिँ मलेरिया भएको पेसेन्टलाई छुट्टै एउटा बेडमा राखेर झुलहरू राखेर त्यसमा सुताउने गर्दछ क्या पेसेन्टलाई चाहिँ, त्यहाँ मच्छरले आएर फेरि नटोकोस्। मच्छरले एकचोटि बाइट गरिसकेपछि त्यहाँबाट त खुन चुसिसके फेरि अर्को मान्छेलाई, हेल्दी मान्छेलाई, जुन चाहिँ इन्फेक्टेड मान्छे हुन्छ त्यसलाई चाहिँ मच्छरले टोकिसकेपछि त्यहाँबाट खुन लियो त्यो मच्छरले, पछि गएर हेल्दी मान्छेमा गएर बाइट गरिदिन्छ क्या, त्यहाँ टोकेपछि त्यो रगत त्यसमा गएर रक्तनालीमा गयो, अनि त्यहाँबाट चाहिँ मलेरिया ऊ मान्छे हेल्दी मान्छेलाई पनि कन्टामिनेसन हुनसक्छ। हजुर, जुन यो मलेरियाको कुरा गर्दाखेरि क्याटोग्रिज बाइट हुन्छ पनि भन्छन्, खासमा के हो, कस्तो 3 चरणको हुन्छ भन्ने कुरा पनि सुनिन्छ? हो, यो 3 चरणको हुन्छ। सुरुमा चाहिँ हाई ग्रेड फिभरहरू आउने हुन्छ, अनि बिस्तारै लोतिर जाँदै अनि रिकभरी फेजमा अनि बिस्तारै जान्छ ट्रिटमेन्ट गर्दै गयो भने। हजुर, यो भन्ने कस्तो, यो पहिलो दोस्रो तेस्रो चरण? पहिलो चरण भनेको कस्तो हो, मान्छे आइसकेपछि प्रोड्रोमल फेजमा हुन्छ। प्रोड्रोमल फेज भनेको कस्तो भन्दाखेरि एकदमै ज्वरो एकदमै अत्याधिक आइरहेको हुन्छ होइन, अनि जिउहरू दुख्ने यस्तो समस्या अघि भने जस्तै मांसपेशीहरू दुख्ने समस्याहरू आइरहेको हुन्छ बिस्तारै तपाईँको। अनि सेकेन्ड फेजमा गइसकेपछि यो लक्षणहरू बिस्तारै कम हुँदै जान्छ क्या, अनि थर्ड फेजमा रिकभरी फेजमा गइसकेपछि हामीले मेडिकेसनहरू सबै सञ्चालन गरिसकेपछि बिस्तारै यो न्यून हुँदै जान्छ रिकभरी फेजमा गएर, अनि तपाईँको इराडिकेट हुँदै जान्छ ट्रिटमेन्ट गरिसकेपछि। हजुर, जुन अहिले त तपाईँको त्यो मुसाको मा बस्ने किर्नाको टोकाइबाट लाग्ने रोगहरू पनि भइरहेछ भन्ने कुरा एउटा अहिले चाहिँ हाम्रो अस्पतालमा यो स्क्रब टाइफसको कुरा गर्नुभयो होला। स्क्रब टाइफस अहिले चाहिँ धेरै नै फैलिरहेछ, मेनली यो तराई रिजनमा चाहिँ धेरै नै फैलिरहेछ। अनि हाम्रो अहिले स्क्रब टाइफसको पहिला जाँच पनि यहाँ अस्पतालमा चाहिँ थिएन, हामीले 2-3 दिन अगाडि चाहिँ हाम्रो होइन अब स्क्रब टाइफसको पनि अब जाँच यहीँ गर्नुपर्छ, अब बाहिर गर्नुभन्दा अब यहीँ सस्तोमा गर्न पायो भने त जनताहरूलाई पनि सुविधा हुन्छ भनेर चाहिँ हामीले अस्ति कोटेसन गरेर चाहिँ हामीले स्क्रब टाइफसको रिएजेन्टहरू ल्याएर अब स्क्रब टाइफसको पनि जाँच तपाईँको अस्पतालमै हुन्छ। यहाँ कतिको पाइने गर्छ यो रोग, कतिको स्क्रब टाइफस एकदमै तपाईँको यसमा ओपिडीमा आउने बेला चाहिँ मैले हेरेर 4-5 जनालाई चाहिँ पाइरहेको हुन्छु, टेस्ट गर्दाखेरि पोजिटिभ नै भइरहेको हुन्छ कि
एउटा किर्ना हुन्छ सानो, त्यो किर्नाको टोकाइले गर्दाखेरि चाहिँ मान्छेलाई उही लक्षण हो, मलेरिया डेङ्गु यो कमन लक्षण हो कि। तर यसमा के हुन्छ, कन्जङ्टिभाइटिस भन्छ कि, आँखा रातो हुने होइन, बिस्तारै र्यासेसहरू आउन थाल्ने होइन, रातो रातो डामहरू आउन थाल्ने, अनि ज्वरो। यदि यस्ता लक्षणहरू हामीले देख्यो भने चाहिँ इमिडिएटली नै यो जाँच गर्न जानुहोस् है भनेर उहाँहरूलाई चाहिँ सन्देश दिनु। खास यो बढी हुनुको कारण के हो? अहिले जुन पहिला त खासै सुनिन्थेन हो। यो चाहिँ मलाई लाग्छ अब यो तापक्रमको घटबढको कारण ग्लोबल वार्मिङ त्यसै बढिरहेछ। अहिले चाहिँ पहिला किर्ना स्क्रब टाइफस चाहिँ मैले खासै पाएको थिएन यो ओपिडी पेसेन्टहरूमा, ओपिडीमा आउने पेसेन्टहरूमा। अहिले चाहिँ तपाईँको तापक्रम झन् बढ्दै बढ्दै गइरहेछ। पहिला भन्दा त तापक्रम धेरै नै बढिरहेछ। यो मलाई लाग्छ क्लाइमेटिक चेन्जको कारणले गर्दा पनि अहिले किराहरू चाहिँ धेरै नै उत्पन्न भएर चाहिँ आइरहेछ जस्तो लाग्छ मलाई। यो खासमा जुन रोग जुन कुरा गरिरहेछौँ वृद्ध अथवा बच्चामा अथवा वयस्कमा कुनमा बढी देखिने गर्छ? यो तपाईँको ओभरअल मैले सबैमा देख्ने गरेको छ। अध्ययनले पनि के भनेको छ भन्दाखेरि यो कुनै एज स्पेसिफिक रोग चाहिँ होइन, जुन तपाईँको पर्सनमा पनि एजमा पनि देखिन सक्छ क्या यो। तर अब बढी चाहिँ वृद्धहरूको इम्युनो कम्प्रोमाइज हुन्छ क्या, उहाँको इम्युन सिस्टमहरू अलिकति डाउन भएको हुनाले गर्दा, अनि वृद्धहरूमा पनि यो अलिकति बढी देखिने गरेको छ जस्तो लाग्छ। हजुर, अब यो जुन रोगबाट कसरी सुरक्षित हुन सक्नुहुन्छ त? यो रोग अघि भने किर्ना त अब मच्छर त उडेर आएर टोक्छ होइन, डेङ्गु पनि त्यही हिसाबले हुन्छ। तर यो कसरी मान्छेमा सर्छ? यो खासमा यो चाहिँ गएपछि सर्छ के छ यसको? यो चाहिँ यो स्क्रब टाइफस भन्ने यो एउटा जीवाणु कस्तो हुन्छ, यो मच्छरहरू जस्तै अब यो सेन्ड फ्लाईहरू जस्तै हुने गर्दछ, 4 ठाउँहरू पाउने। अनि मेनली चाहिँ यो धानहरू हुन्छ नि, खाद्यान्न सामग्रीहरू भएको ठाउँहरूमा, अथवा अब त हाम्रो वरिपरि त बर्दै जिल्लाबाट त जङ्गलै जङ्गल छ, धेरै जङ्गल भएको कारणले गर्दा चाहिँ यहाँ चाहिँ धेरै नै यो स्क्रब टाइफस भन्ने जीवाणु चाहिँ आइरहेको हुन्छ। र यसमा चाहिँ कहिलेकाहीँ राति सुतेको बेला मेनली एक्टिभ नाइटमा एक्टिभ भएको कारणले गर्दा चाहिँ टोकेर चाहिँ अब यसको लक्षणहरू आउन चाहिँ 3-4 दिन जस्तो लाग्छ क्या। अनि त्यही भएर चाहिँ मैले अघि भने जस्तै यो झुलहरू लगाएर सुत्न एकदमै अति नै आवश्यक छ यसबाट बच्नको लागि चाहिँ। यसको उपचार के छ पद्धति, उपचार पद्धति? यसको उपचार चाहिँ हाम्रो यस्तो लक्षणहरू ठ्याक्क हामीले अनुमान चाहिँ गर्न सक्छौँ लक्षणहरू आइसकेपछि होइन। जस्तै अब उही ज्वरोहरू आउने, यस्तै मांसपेशीहरू दुख्ने, हातखुट्टा दुख्ने, अब कहिलेकाहीँ आँखा रातो भइदिने, यस्तो लक्षण आइसकेपछि हामीले देख्ने बित्तिकै हामीले उहाँहरूलाई टेस्ट गर्न पठाउँछौँ। यदि पोजिटिभ आयो भने चाहिँ त्यही प्रोटोकल अनुसारले, त्यही गाइडलाइन अनुसारले चाहिँ हामीले ट्रिटमेन्ट गर्ने गरेका छौँ। र निको पनि भएको छ। म्याक्सिमम यो निको हुन तपाईँलाई 10 देखि 12 दिनमा निको भइहाल्छ। र यसमा चाहिँ हामीले एक्टिभ सुरुकै टाइममा हामीले गऱ्यौँ भने, उपचार गऱ्यौँ भने चाहिँ राम्रो हुन्छ, सन्चो भइहाल्छ। तर पछि गएर यदि लेटेन्ट भनौँ न सिभियर फेजमा गइसकेपछि चाहिँ यो चाहिँ कम्प्लिकेसनहरू धेरै नै देखिन थाल्छ। जस्तै ब्लिडिङ हेमरेज भित्रभित्र अङ्गहरूको हेमरेजहरू हुने अथवा किडनीमा एट्याक गर्ने, त्यस्ता लक्षणहरू चाहिँ देखिन सक्छ क्या। त्यही भएर चाहिँ अब यस्तो लक्षणहरू देख्यो भने चाहिँ अगाडि नै आउने, टेस्टहरू गरेर त्यही अनुसारले हामीले ट्रिटमेन्ट गऱ्यो भने चाहिँ सन्चो हुन्छ। यो सन्चो निको नहुने भन्ने छैन यो। हजुर, जस्तै अब डेङ्गु मलेरिया भयो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ, तर यो रोग चाहिँ टोकाइबाटै हो, त्यही किराबाट टोकाइबाट सर्ने रोग हो, अरू उपाय नै छैन यसको। जस्तै सर्ने हुन्छ त्यस्तो होइन। एयर ड्रपलेट जस्तै टिभीहरू जस्तै, टिभी त हाम्रो एयर ड्रपलेटहरूबाट थुकहरूबाट सर्ने भयो एयरवेबाट, तर यो चाहिँ त्यस्तो छैन। त्यस्तो टोकाइबाट चाहिँ त्यही टोकाइबाट नि बाइटिङबाटै सर्ने हो यो। हजुर, अब जस्तै हजुर त अब धेरै ठाउँमा काम गर्दै आइसक्नु भएको छ, यो सम्बन्धी काम गर्दै आउनु भएको छ। तर अहिलेको अवस्थामा सरुवा रोगभन्दा बढी नसर्ने रोगको बढी बिरामी देखिने गरेको छ यो अवस्थामा। यो खासमा किन यो ठ्याक्कै उल्टो हुन पुगेछ? अहिले चाहिँ हाम्रो मलाई लाग्छ यो खानपिनमै रहनसहनमा चाहिँ धेरै नै प्रभाव पारेको छ। अहिलेको मान्छेहरू चाहिँ कस्तो छ, सेडेन्टरी भइदियो क्या। तपाईँको खाने अनि अहिले चेयरमै बसेर अथवा सुतेर वर्क फ्रम होम भन्ने एउटा प्रचलन पनि आइसकेको छ। पहिला चाहिँ मान्छेहरूले हाम्रै कुरा गरौँ न, बाजेहरूले चाहिँ खेतमा काम गर्नुहुन्थ्यो, हिलडुल गर्नुहुन्थ्यो, त्यसले गर्दा चाहिँ इम्युनिटी एकदमै राम्रो हुन्थ्यो र यो रोगबाट बस्थे।
तर आजभोलि सेडेन्टरी भयो अनि लाइफस्टाइल तपाईँको बर्गर पिज्जा बाहिरका चिजहरू खानेको कारणले गर्दाखेरि चाहिँ डायबिटिज प्रेसरहरू त्यस्तो समस्याहरू धेरै नै देखिन थालेको छ अहिले। हजुर, जस्तै अहिले त पहिला त बुढापाकाहरूमा यो ब्लड प्रेसर सुगर हुने गर्छ भने, तर अहिले त युवा पुस्तामा भर्खरकै 15-16 वर्षमा पनि देखिरहेछ। यसमा चाहिँ म त्यही भएर त बच्चाहरूलाई चाहिँ तपाईँको 5 वर्ष मुनिका बच्चाहरूलाई चाहिँ साल्ट, एउटा साल्ट अनि अर्को चाहिँ तपाईँको सुगर दिनु हुँदैन कि। पछि गएर बच्चाहरू पछि 5 वर्षभन्दा पछि गइसकेपछि क्रेभिङ हुन थाल्दो रहेछ कि। यो साल्ट र सुगर बिना बाँच्नै नसक्ने टाइपको क्रेभिङ हुन थाल्दो रहेछ बच्चामा। त्यही भएर बच्चा जन्मिसकेपछि यो अलिकति नयाँ कुरा लाग्न सक्छ। त्यो 5 वर्षभन्दा मुनिका बच्चाहरूलाई चाहिँ कहिले पनि हामीले सुगर दिनु हुँदैन। सुगर त खास खाने चिज पनि होइन, तपाईँको पछिसम्म यसले धेरै नै इफेक्ट गर्ने हुन्छ क्या। अनि 5 वर्षभन्दा मुनिका बच्चाहरूलाई चाहिँ सुगर र साल्ट चाहिँ नदिनु हुन चाहिँ म अनुरोध गर्दछु सबैलाई। हजुर, अब जस्तै यो रोगबाट बच्नलाई के गर्नुपर्छ, सबैले के कुरामा ध्यान दिनुपर्छ? अब यो सुगर र हाम्रो प्रेसरहरूको संख्या पनि धेरै भइसकेको छ। हाम्रै अस्पतालमा नै धेरै नै आउँछन् कि। अहिले तपाईँको प्यारासिटामोल बाँडे जस्तै तपाईँको सुगर र प्रेसरको औषधिहरू बाँड्ने स्थिति आइसकेको छ। किन भन्दाखेरि यो 24 घण्टा चाहिँ उपलब्ध हुनै पर्छ कि यो औषधि। एक दिन तपाईँको त्यहाँ औषधि मिस भयो भने चाहिँ कस्तो हुन्छ, त्यहाँ बाहिरबाट किनेर खानुपर्ने, फेरि सुगरको र प्रेसरको औषधि पनि महँगो छ। र यो हुनुको कारण चाहिँ अहिले चाहिँ मैले अघि भनेको थिएँ सेन्ट्रल लाइफस्टाइल, बरु बिहान बेलुका 1-1 घण्टा गरेर हिँड्ने होइन, बिहान बेलुका 1-1 घण्टा पसिना निकाल्ने गरेर हिँड्ने। र हाम्रो खानपिनमा ध्यान दिनुपर्दा चाहिँ फलफुलहरू सागसब्जीहरू धेरै फाइबर भएको फाइबरयुक्त चिजहरू। यसले फाइबरयुक्त चिजहरू मैले किन भने भन्दाखेरि यसले धेरै काम गर्छ। हेर्नु, एउटा कन्स्टिपेसन कब्जियत हुन दिँदैन होइन। अनि अर्को चाहिँ जुन चाहिँ सुगर लेभल हुन्छ, सुगर लेभललाई मेन्टेन गरेर राख्दो रहेछ क्या। यो अध्ययनले पनि देखाइसकेको छ। अनि अरू चाहिँ तपाईँको खानपिनमा चाहिँ हाम्रो नेपाली डाइट भन्छ नि, दाल भात तरकारी, यो चाहिँ एकदमै 7वटै जति पनि कार्बोहाइड्रेट मिनरल भिटामिनहरू छन् सबै चिजहरू चाहिँ यसमा पाउने भएको हुनाले चाहिँ यसरी मेन्टेन गरेर ब्यालेन्स डाइट मेन्टेन गरेर लग्ने हो भने यो बिस्तारै कम हुँदै जान्छ लाग्छ। र अर्को कुरा चाहिँ जेनेटिकको पनि कुरा आउँछ कि। कतिपय यो सुगर रोगहरू त जेनेटिकली पनि सर्ने हुन्छ नि त। तपाईँको बाजेलाई छ भने अब नातिलाई अथवा भनौँ न छोरोलाई आउने सम्भावना लगभग धेरै नै हुन्छ। त्यही भएर अगाडिदेखि नै हाम्रो 30 वर्षभन्दा मुनि भएका जति पनि मान्छेहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो कुरामा एकदम ध्यान दिनुपर्छ। बरु बिहान बेलुका हिलडुल गर्ने, ब्यालेन्स डाइटहरू खाने, प्रशस्त पानीहरू पिउने होइन। अनि यस्तो गर्न सक्यो भने चाहिँ अलिकति जेनेटिकली पनि निवारण गर्न सकिन्छ यसलाई। हजुर, यो क्यान्सर रोग पनि उत्तिकै छ, मृगौला क्यान्सर सम्बन्धीको रोग पनि बढी देखिएछ। अब तपाईँको क्यान्सर र मृगौलाको उपचारको लागि सिफारिस लिन नै धेरै पालिकामा छन्। यो खासमा किन यो बढी भइरहेको अवस्था छ? त्यही पनि अब बढी जसो तपाईँको कृषकहरूमा पनि बढी देखिने गरेछ। यो कारण के हो खासमा? अब अहिले चाहिँ मान्छेहरूले अब यो पेस्टिसाइड र इन्सेक्टिसाइडहरू हामीले मलहरू हाल्ने गरेका छौँ नि त्यसमा, के अरे यो एग्रिकल्चर सेक्टरमा। अहिले तपाईँको हेर्ने हो भने अहिले जति पनि आयात भइरहेछ अथवा जति पनि उत्पादन भइरहेछ त्यहाँ एक्सेसिभ पेस्टिसाइडहरूको युज भयो कि त्यसमा। त्यसले गर्दा पनि यो मान्छेहरूमा चाहिँ नकारात्मक असरहरू परिरहेछ। यो लङ टर्ममा चाहिँ यसले कहिलेकाहीँ चाहिँ क्यान्सर पनि लगाउने सम्भावना चाहिँ एकदमै उच्च हुन्छ। त्यही भएर चाहिँ म यो किसानहरूलाई र अरू श्रोताहरूलाई चाहिँ यही कुरामा चाहिँ एकदमै ध्यान दिनु होला भन्ने भन्न चाहन्छु। हजुर, अन्त्यमा आइसकेका छौँ डाक्टर साहब। हामी कार्यक्रमको अन्त्यमा जुन यो कुरा गरिराख्दाखेरि यो स्वास्थ्य सम्बन्धी अब म धेरै जानकार त छैन, यसमा मैले सोध्न छुटाएको यहाँले भन्नै पर्ने कुराहरू केही छ भने राख्न सक्नुहुन्छ। अनि अर्को कुरा चाहिँ मैले भन्न छुटाएको चाहिँ जस्तै अब अहिले त तापक्रम धेरै नै बढिरहेछ, मान्छेहरूलाई हिट स्ट्रोक हुने सम्भावना धेरै नै हुन्छ कि। हिट स्ट्रोक भनेको कस्तो भन्दाखेरि मान्छे हिँडिरहेको हुन्छ, उसलाई चाहिँ शरीरमा चाहिँ पानीको मात्रा एकदम कम भइदिन्छ। 40 डिग्री सेल्सियसभन्दा माथि भइदियो भने ऊ बेहोस भइदिने। अनि कहिलेकाहीँ मान्छेहरू सिभियर केसमा कोमा पनि जान्छ कि। त्यही भएर बाहिर निस्किने बेला चाहिँ मजाले प्रशस्त 3-4 लिटर पानी पिउनु होला होइन, रिहाइड्रेट बस्नु होला। र लुज क्लोथ भनेको एकदमै खुल्ला कपडाहरू लगाएर बाहिर निस्किनु होला। र अम्ब्रेला छाताहरू
ओढेर बाहिर निस्किनु होला र बाहिर निस्किने बेला चाहिँ सन प्रोटेक्सन फ्याक्टर भन्ने एउटा क्रिम सनस्क्रिमहरू पाउँछ त्यो चाहिँ 30 SPF भन्दा माथिको क्रिमहरू लगाएर निस्किनु भयो भने त्यसले के अरे सूर्यबाट आएको विकिरणहरूलाई चाहिँ यसले बचाउने काम गर्दछ र पछि लङ टर्ममा गएर यसले अरू स्किन रिलेटेड डिजिजहरू भयो क्यान्सरहरूबाट पनि बचाउन मद्दत गर्नेछ। हुन्छ, धन्यवाद डाक्टर साहब। यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो यो कार्यक्रममा आएर आफ्ना कुराहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई र यहाँ हाम्रो गुरुबाबा FM का सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन चाहन्छु। म यहाँ आएर चाहिँ मेरो मनमा भएका ज्ञानमूलक कुराहरू र अस्पतालका के कस्ता सुविधाहरू दिइरहेछन् भन्ने कुराहरू मलाई यहाँ भन्ने मौका दिनुभयो, त्यसका लागि म सम्पूर्ण गुरुबाबा टिमलाई चाहिँ धेरै धेरै विशेष धन्यवाद दिन चाहन्छु। हुन्छ, धन्यवाद। आजको कार्यक्रममा सहभागी होकर बाँसगढ़ी नगर अस्पताल से देना सेवा सुविधा हो गर्मी समय में लगना रोग व हिम्मत से बचना तरीका के बारे में